अरूलाई रुवाएर खोसेका खुसीहरू याद गर्नुहोस्। एक दिन रुँदै रुँदै ब्याससहित गुमाउनु पर्नेछ। साँच्चै यो एउटा मर्मस्पर्शी भनाइ है। हामी अरूलाई दुःख दिइरहेका हुन्छौं, अरूको आँखामा आँसु हाम्रो कारणले कयौं बार आइरहेको हुन्छ। हामीले कसैलाई धोका दिइराख्दाखेरि, कसैलाई नराम्रो गरिराख्दाखेरि हामीले के नै गर्यौं जस्तो हामीलाई लाग्छ कि। तर एउटा कुरा याद गर्नुहोस्, आज तपाईले जुन कर्म गर्नुहुन्छ, जस्तो कर्म गर्नु भएको छ, जे गरिराख्नु भएको छ, यसको फल राम्रो गरे तपाईले राम्रो नै पाउनुहुनेछ भने नराम्रो गरे नराम्रो नै फल पाउनुहुनेछ। आज कसैलाई दुःख दिएर, कसैलाई छलेर, कसैलाई ढाँटेर असाध्यै राम्रो गरे भनेर कहिले पनि नसोच्नुहोस्। यदि तपाईले यो सोचिराख्नु भएको छ भने तपाई भ्रममा हुनुहुन्छ। कसैको मन दुखाउने काम किन गर्नुहुन्छ? कसैलाई धोका किन दिनुहुन्छ? यदि कसैले